रासपामाथि जति पनि बाधा अडचनहरू आइपर्छ त्यो बाधा अडचन त आन्तरिक तपाईहरुको आन्तरिक केही कमजोरी केही कुरा पनि होला नि त हरेक पक्ष लगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोड्ने तपाईहरु सबै दोषी किन अरूलाई बनाउनुहुन्छ हामी रासपा अगाडि आयौं भने उहाँहरुको चाहिँ अहिलेको चाहिँ कमाइ खाने बाडो एकदम म त त्यही भन्छु उहाँहरु अहिले वडादेखि नगरदेखि जिल्लादेखि सबै ठाउँमा उहाँले यति आफ्नो पेशा व्यवसाय नै बनाएर उहाँहरुले गरिराख्नु भएको छ भ्रष्टाचार गरिराख्नु भएको छ त्यो कुरालाई चाहिँ उहाँहरुको चाहिँ आफ्नो पेट पाल्ने चाहिँ यो सघाउन लायो भनेर यो अहिले डरले नै अहिले जति पनि कुराहरु आउँछ त्यो यसलाई चाहिँ यो रासोपालाई चाहिँ उठाउन दिनु हुँदैन भन्ने बडनेटका साथ अहिले जति पनि कुराहरु आइराछ त्यो सबै त्यही नै हो यो सब जालजेल गरेर यसलाई चाहिँ कसरी हुन्छ त्यो कतिले त मेरो पैसा त्यति बचतै होइन मेरो डबल गरिदिया छ भनेर यो मिडियामा त सबै आइसकेको छ नि एकदमै छट्ला छुल्ल गरेर हाम्रो चाहिँ नेतृत्व जुन सभापतिज्यूको चाहिँ क्लियर हुने गरिकन चाहिँ यो आबद्ध छैन सहकारीमा आबद्ध छैन भनेर आइराछ यो त सबै जालजेल गरेर राखेको मुडाहरु मात्रै हो यो त राज्यले लागेको आरोप हो उहाँहरुको आरोप त यो चाहिँ गलत छ भनेर हामी पार्टी अगाडि बढिरहेका छौं हाम्रो बुझाइ चाहिँ हाम्रो चाहिँ ठमाइ चाहिँ के छ उहाँको चाहिँ के पनि उहाँको चाहिँ कसुर छैन उहाँ चाहिँ विशुद्ध हामी चाहिँ नेपाली जनताको लागि चाहिँ उहाँले आवाज उठाइराख्नु भएको छ र उहाँलाई चाहिँ प्रतिशोधको रूपमा चाहिँ हाम्रो चाहिँ अहिले कारागार चलान राज्यले चाहिँ यो संगठित अपराध गरेरै उहाँलाई चाहिँ कारागार चलान गरेको भनेको हाम्रो पार्टीको बुझाइ मुकुल ढकालले चाहिँ मैले भर्खरै हेरेको थिएँ सामाजिक सञ्जालमा यदि रासपाले मलाई फेरि महामन्त्री बनाएन भने अब अदालत जान्छु भन्नुभएको छ अब के गर्ने तपाईँ तर उहाँले चाहिँ जुन एउटा चाहिँ रासोपालाई चाहिँ घाँटी रेट्ने या चाहिँ यसलाई चाहिँ निमुठेर निम्ट्यानमा पार्ने जुन सोचले उहाँ अगाडि बढिराख्नु भएको छ त्यही अनुरूपको यो अहिले उहाँको यो अहिलेको यो उहाँको चाहिँ भाषा अहिले जुन अहिले आइरहेछ उहाँको भनाइहरू आइरहेछ त्यो पनि त्यसैको अंश हो र अर्को कुरा भनेको उहाँलाई चाहिँ हाम्रो पार्टीका विपक्षी पार्टीहरूले उहाँलाई चाहिँ अलिकति उस्काएर यो कुराहरू आइराखेको मलाई चाहिँ व्यक्तिगत रूपमा मलाई लाग्छ कांग्रेस एमाले माओवादी जुन सरकारमा गठबन्धन गरेर अहिले सरकार चलाइराख्नु भएको छ उहाँहरूसँग बरु भिजन छैन किन भन्दाखेरि अहिले भिजन भएको भए त यो अहिले देश कहाँबाट कति विकास निर्माणमा हैन हरेक उसमा चाहिँ कहाँ पुगिसकेका हुन्छ जबसम्म यो रमेश लेखक हाम्रो गृहमन्त्रीज्यू उहाँको चाहिँ राजीनामा आउँदैन तबसम्म यो सदनमा चाहिँ हामीले यो माग उठाइराखेकै हुन्छ नमस्कार कार्यक्रम दृष्टिकोणमा यहाँलाई स्वागत छ म सुस्मती खत्री यस कार्यक्रममा हामी देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संवाद गर्ने गर्छौं र अहिले देशको समसामयिक विषयवस्तु भिजिट भिसा प्रकरणले यति बेला सदन र सडक दुवै तातिएको छ सरकारले छानबिन समिति पनि बनायो तर पनि रासपा र राप्रपा दुवै दलले सदन नै बहिष्कार गरेका छन् र यो छानबिन समितिलाई पनि उनीहरूले स्वीकार गरेका छैनन् आज यिनैको सेरोफेरोमा रहेर रासपाको सेरोफेरोमा रहेर आज हामी संवाद गर्नेछौं र आजको श्रृंखलामा हामीसँग संवाद गर्नका निम्ति हाम्रो साथमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता नुछे रत्न मानन्दर हाम्रो साथमा हुनुहुन्छ र मध्यपुर थिमी नगर सभापति पनि हुनुहुन्छ उहाँसँग आज हामी संवाद गर्नेछौं आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौं हजुरलाई कार्यक्रम दृष्टिकोणमा स्वागत छ नमस्ते नमस्कार हजुर मैले अगाडि कार्यक्रमको सुरुवातमा पनि भनिसके हैन यो भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुसिएको जुन यो प्रकरण रहेको छ यसमा चाहिँ सरकारले छानबिन समिति पनि बनायो तर यो छानबिन समितिलाई नै तपाईहरुले किन अस्वीकार गर्नुभयो यो यस्तो छ हाम्रो यो जुन हामीले रासोपाले माग गरेको यो अहिले जुन सदनमा उठाइरहेको कुरा उच्च स्तरीय छानबिन समिति हामीले चाहिँ माग गरेको हो यसमा चाहिँ एउटा झारो टार्ने शैलीमा साधारण उहाँहरुकै सेरोफेरोको एक दुईजना बसेर एउटा समिति गठन गरेका छ यसले चाहिँ हामीलाई लाग्छ यो सही निष्कर्षमा आउँदैन यो भनेको हामीले डिमान्ड गरेको भनेको 64 सालदेखि जति पनि यो अहिले भिजिट भिसामा भइराखेका कुराहरूलाई चाहिँ पहिलादेखिको छानबिन एउटा उच्च स्तरीय समिति बनाएर छानबिन होस् भन्ने एउटा चाहिँ माग सहित यसलाई चाहिँ हामीले चाहिँ उठाइरहेका छौं तर अहिले सरकार चाहिँ एउटा झारो तार्ने हिसाबमा यो चाहिँ यसलाई चाहिँ ओझेलमा पार्ने हिसाबमा एउटा समिति गठन गरेको छ त्यही भएर हामी यसलाई चाहिँ मान्ने छैनौं
यो हामीले उच्च स्तरीय छानबिन समिति नै बनाउनुपर्छ भनेर हाम्रो चाहिँ जोरदार माग छ। तपाईहरूले गृहमन्त्रीको राजीनामा मागिरहनु भएको छ होइन, गृहमन्त्रीले राजीनामा दिनै पर्ने, जस्तै तपाईँहरूले गृहमन्त्रीको अहिले राजीनामा मागिरहँदाखेरि जुन अहिले चाहिँ नेपाली कङ्ग्रेसदेखि लिएर एमाले चाहिँ दलहरूले भनिरहेको छ कि यो चाहिँ पहिले रवि लामिछानेलाई राजीनामा मागेको हिसाबले चाहिँ अहिले राजनीतिक प्रतिशोध भयो, बदला लिएको मात्रै हो, खासै तपाईँहरूसँग केही पनि भिजन छैन, यो कुरालाई कसरी हेर्नुहुन्छ तपाईँहरू? एकदम विशेष तपाईँले चाहिँ यो क्वेसन गरिदिनु भयो, यो चाहिँ जनतामा चाहिँ यो स्पष्ट गर्नुपर्ने कुरा नै हो। जस्तो अहिले हामीले चाहिँ जुन गृहमन्त्रीको राजीनामा माग गरेको मुख्य कारण भनेको उहाँ स्वयं यसमा मुछिनु भएको छ र उहाँ फेरि पदमा हुनुहुन्छ, कार्यकारीमा हुनुहुन्छ भनेपछि उहाँले यो मुद्दामा चाहिँ हरेक कुरालाई चाहिँ प्रभाव पार्न सक्ने भएरै हामीले चाहिँ उहाँको चाहिँ राजीनामाको चाहिँ हामीले चाहिँ माग गरे हो। तर यसलाई चाहिँ जुन एउटा चाहिँ आम जनमानसमा पहिला रवि लामिछानेलाई चाहिँ यो चाहिँ राजीनामा मागेको भएर मात्रै गरेको भन्ने कुरालाई चाहिँ एकदमै केही पनि टुक छैन। यो उहाँले चाहिँ यो मुद्दालाई चाहिँ प्रभाव पार्ने देखेरै हामीले चाहिँ यो रासोपा सिङ्गो चाहिँ यो अहिले उहाँको राजीनामाको माग गरेको हो। अहिले त नेपाली कङ्ग्रेसले त त्यही भनिरहेको छ नि त, यो चाहिँ राजनीतिक प्रतिशोध मात्रै हो, कुनै चाहिँ किसिमको उयो होइन, एउटा चाहिँ स्टन गरिरहेछ कि रासपाले। रासपा त स्टन गर्न खप्पिस छ नि त होइन? होइन, त्यस्तो होइन। स्टन अब जस्तो हुन्छ, जस्तो स्टन भन्ने कुरा पनि कस्तो हुन्छ भने जायज कुरालाई चाहिँ यसलाई चाहिँ लागू गर्नको लागि चाहिँ केही कुरा गर्छ भने, जस्तो विपक्षी पार्टी अहिले भनौँ न अहिले चाहिँ नेपालमा अहिले जुन सत्तामा बसिराख्नु काङ्ग्रेस एमालेलाई चाहिँ स्टन जस्तो देखिएको मात्रै हो। तर खासैमा भन्नुपर्दाखेरि यो अहिले जुन गृहमन्त्रीको माग त जायज हो, किन भन्दाखेरि अस्ति भर्खरै पनि उहाँ चाहिँ यो मुद्दा यो चाहिँ लाग्ने बित्तिकै उहाँले चाहिँ एउटा चाहिँ हाम्रो सम्बन्धित गृह मन्त्रालय यो अध्यागमनको चाहिँ हाम्रो प्रमुखलाई चाहिँ सरुवा गरेर चाहिँ जुन उहाँले भूमिका खेल्नुभयो, त्यसरी नै पछि पनि यस्तो भूमिका नखेलोस् भनेर हामीले चाहिँ उहाँको माग गरेको हो। त्यसमा स्टनको केही कुरा छैन। तपाईँहरूलाई त भन्नुभएको छ नि त, जस्तै स्टनबाजीले कहिलेसम्म राजनीति गर्ने होइन, स्टन गरेर त मात्रै हुँदैन, राजनीति गर्नलाई एउटा भिजन चाहिन्छ जो रासपासँग छैन। होइन त्यस्तो होइन, म तपाईँलाई बिचैमा रोकेँ है। कस्तो भिजन, एकदमै नेपाललाई चाहिँ कसरी अगाडि बढाउने भनेर एकदमै स्ट्रेट भिजन बोकेर आएको छ। जस्तो बरु अहिले चाहिँ अहिलेको राजनीतिक यो जुन काङ्ग्रेस एमाले माओवादी जुन सरकारमा गठबन्धन गरेर अहिले सरकार चलाइराख्नु भएको छ, उहाँहरूसँग बरु भिजन छैन। किन भन्दाखेरि अहिले भिजन भएको भए त यो अहिले देश कहाँबाट कति विकास निर्माणमा होइन हरेक उसमा चाहिँ कहाँ पुगिसकेका हुन्छ। त्यो भिजन नभएर यो अलमल्ली राखेको, त्यसलाई चाहिँ सही ट्र्याकमा ल्याएर हाम्रो राष्ट्रपाले चाहिँ एउटा भिजन सहितको चाहिँ हामीले चाहिँ राष्ट्र निर्माणको लागि चाहिँ अगाडि बढिरहेको छ। देशका ठुला राजनीतिक दलहरूसँग नै कुनै भिजन छैन देशको? भिजन छ, तर त्यसलाई चाहिँ अल्मल्याउने काम चाहिँ शीर्ष नेतृत्वले गरिरहेछ। जस्तो एउटा चाहिँ यो जुन अहिलेको गणतान्त्रिक राज्य व्यवस्थामा चाहिँ एउटा चाहिँ विकास निर्माणको मोडलहरू छ, तर त्यहाँभित्र भएका चाहिँ गतिविधिहरूमा चाहिँ उहाँहरूले चाहिँ एउटा चाहिँ भ्रष्टाचारको चाहिँ चरम सीमा नाग्ने गरिकन भ्रष्टाचार गरिकन उहाँहरूले चाहिँ जुन एउटा चाहिँ विकास निर्माणमा चाहिँ हुनुपर्ने चाहिँ स्पिड छ त्यसलाई चाहिँ उहाँहरूले चाहिँ अल्मल्याइराख्नु भएको छ। तपाईँहरूले चाहिँ सदन बहिष्कार गरेर कहिलेसम्म सदन त्यसरी चलाउने त? जहिले तैले त्यसरी गरेर चाहिँ सदनको चाहिँ एउटा मान मर्यादा, तपाईँहरूको एउटा नैतिकतामा पनि प्रश्न उठिसकेका छ होइन? एउटा चाहिँ बजेटको विषयमा, नीति कार्यक्रमको विषयमा पनि तपाईँहरूले कुनै छलफलमा बस्नु भएन। त्यो तरिकाले कसरी एउटा रासपासँग भिजन छ र चाहिँ राम्रो गर्छ भनेर कसरी विश्वास गर्ने अब नेपाली जनताले? भन्नुहोस्। अब यस्तो छ, यो एकदमै सुरुदेखि नै हामीले चाहिँ जुन यसले बजेट पास गर्नेदेखि नै हामीले चाहिँ यसलाई चाहिँ सम्झिनुपर्ने हुन्छ। जस्तो तपाईँको जुन बजेट पास गर्नलाई चाहिँ हामीले चाहिँ मर्यादित रूपमै हामीले त्यसलाई चाहिँ पास गरिसकेका छौँ र पछिल्लो पटक चाहिँ हामीले जुन यो राजीनामाको चाहिँ मागमा चाहिँ उहाँहरू चाहिँ एकदम पेलेर जाँदाखेरि चाहिँ हामीले त्यसलाई चाहिँ अलिकति फेरि हाम्रो पनि एउटा स्ट्रेटेजी बनाएर चाहिँ हामीले चाहिँ सदनदेखि सडकसम्म भनेर हामीले चाहिँ यो जुन जोरदार माग उठाइरहेका छौँ। यो अहिले जबसम्म यो रमेश लेखक हाम्रो गृहमन्त्रीज्यू उहाँको चाहिँ राजीनामा आउँदैन तबसम्म यो सदनमा चाहिँ हामीले यो माग उठाइरहेकै हुन्छ। तर नेपाली कङ्ग्रेसले त भनिसक्यो, सत्ता पक्षले भनिसक्यो राजीनामा दिनुपर्ने कुनै आवश्यकतै छैन र प्रतिपक्षीसँग पनि हामीले माओवादीसँग सम्झौता गरिसक्यौँ र दलै पछि हामी सम्झौता गर्न आवश्यक पनि ठान्दैनौँ र गर्दैनौँ पनि, सदन चल्छ जसरी भए पनि र भनेर चाहिँ एउटा रासपालाई गन्ती न मन्ती हिसाबको पनि कुरा गर्नुभएको छ नि। अब उहाँहरूले चाहिँ अहिले हाम्रो पार्टीलाई चाहिँ एउटा चाहिँ प्रतिशोध सारिराखेको अवस्थामा
प्रतिशोध सारिराखेको अवस्थामा उहाँहरूले यतिको कुरा बोल्नु यतिको कुरा गर्नु जायजै होला। किन भन्दाखेरि उहाँहरू त अहिले पहिलादेखिको प्र्याक्टिस के छ भन्दाखेरि उहाँहरू जुन अहिले जुन विभिन्न चाहिँ काम कारबाहीमा विभिन्न उसमा चाहिँ उहाँहरूले चाहिँ यो जुन भ्रष्टाचार चरम भ्रष्टाचार जुन गरिराखेको छ त्यसमा त आघात पुग्ने देखिएको छ, जसले हाम्रो रासोपाको प्रेसिडेन्टले गर्दाखेरि उहाँहरूलाई गाह्रो भइरहेछ। त्यही भएर पनि उहाँहरूले चाहिँ हरेक कुरामा चाहिँ हाम्रो चाहिँ काम कारबाही हाम्रो जुन माग हाम्रो चाहिँ सडन जुन अहिले अवरोध यी कुराहरूलाई चाहिँ उहाँहरूले चाहिँ विरोध गर्ने चाहिँ कुरा भइहाल्यो। राजीनामाको विषयमा पनि त नेपाली कांग्रेसले भनिसकेको छ नि, रवि लामिछानेको प्रकरण र चाहिँ रमेश लेखकको चाहिँ एउटा विषयवस्तु नै फरक छ नि त। रवि लामिछानेको चाहिँ एउटा सहकारीको विषयमा त्यत्रो थियो मुद्दा थियो होइन, जनताहरू सडकमा आएका थिए भने रमेश लेखकको विरुद्ध चाहिँ कोही पनि सडकमा छैनन् रासोपादेखि बाहेक, र कुनै त्यो प्रकृति नै फरक छ, त्यही भएर राजीनामा दिनुपर्ने आवश्यक छैन भनेर चाहिँ नेपाली कांग्रेसले भनिसके छ। र पनि अझै तपाईहरु राजीनामा मागिरहनु भएको छ, किन प्रतिशोधको खेल, किन यो तिर्नै पर्ने हो पालोको पैसो तपाईहरुले? होइन, यो तपाईले चाहिँ यो पार्ट कसरी बुझ्नु होला भन्दाखेरि हाम्रो सभापतिज्यूको चाहिँ राजीनामाको कारणले गर्दाखेरि हामीले राजीनामा मागिरहेका छैनौं। यो अहिले जुन हामीले चाहिँ नेपालमा एउटा चाहिँ जुन एउटा भ्रष्टाचार उन्मूलन गर्नको लागि चाहिँ हामी जरैदेखि हामीले चाहिँ यसलाई चाहिँ मेन्टेन गर्नको लागि चाहिँ हामीले यो उहाँको राजीनामा जोडदार माग गरिरहेको हो। खास चाहिँ अब हामीले जुन तपाईले भन्नुभयो नि, अब माओवादी पार्टीसँग पनि अहिले चाहिँ जुन सम्झौता गरिसकेको भनेर, त्यो सम्झौतामा खासै तथ्य सहितको त्यस्तो चाहिँ समाधान हुने खालको कुनै पनि सम्झौता बिनाको चाहिँ सम्झौता भएको देखिन्छ। त्यसले त्यतिको सम्झौताले हामी ढुकाउने अवस्था छैन। यो अहिले हामीले जबसम्म राजीनामा हुँदैन तबसम्म यो निष्पक्ष चाहिँ छानबिन हुँदैन भन्ने हाम्रो चाहिँ ठमाइ हो। त्यही भएर चाहिँ हामीले चाहिँ प्रतिशोध भन्दा पनि हामीले चाहिँ उहाँको चाहिँ राजीनामा सहितको चाहिँ यो छानबिन समिति उच्च स्तरीय छानबिन आयोग बनेपछि, जस्तै मैले अलिकति अब यो बिजिट भिसा प्रकरणलाई एउटा चाहिँ क्लोज गरेर एउटा राजसभाको सेरोफेरोमा आउन जाए हैन, तपाईहरुको पार्टी सभापति यति बेला कारागारमा हुनुहुन्छ हैन, रवि लामिछाने बिनाको राजसभाको यात्रा कस्तो कतिको कठिनाइ छ? अब जस्तो जे भन्ने पनि नेतृत्वविहीन भन्दा पनि नेतृत्वलाई चाहिँ एउटा चाहिँ साइड लाएर यो अहिले पार्टी जुन अहिले अगाडि बढिरहेको छ, केही त अब खड्केकै छ। हामीले चाहिँ धेरै चाहिँ शीर्ष नेताहरूले, अन्य दलका शीर्ष नेताहरूले भन्नुभएको छ नि त, रवि बिना राजसभाको भविष्य छैन, रवि भनेकै राजसभा हो, राजसभा भनेकै रवि हो। यदि रवि बाहिर निस्केर यदि राजनीतिमा आउनु भएन भने राजसभाको भविष्य छैन भनेर विश्लेषण गर्नुभएको छ। यो भनाइलाई कसरी हेर्नु भएको छ? होइन, त्यो बिल्कुलै होइन, त्यो बिल्कुलै सत्यता छैन। अब जस्तो नेतृत्व बिना भनेपछि रवि लामिछाने बिना पनि राजसभा भयंकर मजाले चल्छ भन्ने तपाईहरुको आकलन हो? चल्छ होइन, दौडिन्छ। अहिले तपाईले देखिहाल्नु भएको छ, हाम्रो चाहिँ कार्यवाहक हाम्रो चाहिँ डिपी अर्यालजी, हाम्रो चाहिँ उपसभापति हाम्रो स्वर्णिम वाग्लेजी, डाक्टर स्वर्णिम वाग्लेज्यू, उहाँहरूले जुन अहिले लिडिङ गरिराख्नु भएको छ, त्यो अहिले झन् अहिले उहाँ एउटा चाहिँ हाम्रो सभापतिज्यू कारागारमा हुँदै पनि अहिले जनलहर एकदमै व्यापक बढिरहेछ। तपाईले देख्नुभयो होला हिजो अस्ति बाहिर मात्रै बलियो जस्तो देखेको हो कि भित्रैदेखि आन्तरिक शक्ति नै बलियो छ? भित्रैदेखि हामी बलियो छौं, देखावटी मात्रै त होइन, भित्रैदेखि बलियो छौं हामी। संगठन भनेको कस्तो हुन्छ भने एउटा चाहिँ संगठन भनेको यसरी नै चाहिँ बलियो हुँदै जाने हो। अब हामी 84 मा चाहिँ हाम्रो जुन मत जाहेर गर्छ जनताले, मत जाहेर गरेपछि तब त्यो सबैले चाहिँ अब जनमानसमा अहिले साँच्चै हो रहेछ भन्ने एउटा चाहिँ आधिकारिक आउनेवाला छ। यो 84 मा चाहिँ हामीले चाहिँ 2/3 मत ल्याएरै हामी चाहिँ 80 भर्खर पनि हाम्रो डाक्टर स्वर्णिम वाग्लेज्यू उहाँले बोलिसक्नु भएको छ, 2/3 मत ल्याएरै हामी चाहिँ यो अहिले चाहिँ अगाडि बढ्दैछौँ, 2/3 ल्याउँछौँ भन्ने कुरा गरिसक्नु भएको छ। हामीलाई पनि विश्वास छ यो अहिले एकदमै अहिले जनलहर व्यापक छ। यहाँभन्दा अगाडिको निर्वाचन अनि उपनिर्वाचनको नतिजालाई पनि एकचोटि फर्केर हेर्नु पर्ला नि। रासोपाले अहिले 2/3 सपना देखिरहँदाखेरि यस्तो छ, पहिला चाहिँ जनतालाई चाहिँ हाम्रो रासोपाको चाहिँ हाम्रो चाहिँ कार्यशैली, हाम्रो चाहिँ विचार भिजनलाई चाहिँ त्यति राम्रोसँग चाहिँ पब्लिकली जान पाएको थिएन। अब यति पिरियड जान पाएको थिएन कि रासोपासँग त्यस्तो भिजनै थिएन जो जनताले मनमा होइन, एकदमै हामीसँग चाहिँ भिजन छ, हामीसँग चाहिँ स्पष्ट रोड म्याप छ। हामीले अस्ति राष्ट्रिय भेला मार्फत पनि त्यसलाई चाहिँ अझ परिभाषित गरेर चाहिँ त्यसलाई चाहिँ अगाडि ल्याइसकेका छौँ। र अब हाम्रो जुन महाधिवेशन आउँदैछ त्यो महाधिवेशनबाट पनि अझै बलियो हाम्रो विचार र चाहिँ यो हाम्रो रोड म्यापहरू आउँछ। त्यसले चाहिँ अब 84 पछि हामी चाहिँ एकदमै 2/3 मतमै हामी अगाडि बढेर राज्य सञ्चालनमा हामी अभल हुन्छौँ र हाम्रो चाहिँ सोच अनुसार राज्य जुन नेपाललाई चाहिँ अगाडि बढाउने कुरामा, राज्यलाई अगाडि बढाउने कुरामा चाहिँ हामी निर्धक छौँ।
जस्तै अहिले चाहिँ सत्ता पक्षले सरकारले होइन रवि लामिछानेलाई प्रतिशोध साँधो अब रवि लामिछानेलाई चाहिँ सक्ने नै एउटा सपना देखेको छ राज्यले भनेर तपाईँहरूले विरोध गरिरहनु भएको छ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई होइन तपाईँहरूले गाली गरिरहनु भएको छ नि गाली भन्दा पनि यो भनेको विरोध हो गाली त्यसलाई चाहिँ अनिठा लिनु भएन जस्तो अहिले हाम्रो रवि लामिछानेज्यूले चाहिँ कारागारबाटै एउटा चाहिँ सन्देश पनि पठाउनु भएको छ उहाँलाई चाहिँ जुन एउटा चाहिँ सङ्गठित अपराध करार गरेर उहाँलाई चाहिँ एउटा चाहिँ छानबिन गर्नको लागि भनेर चाहिँ उहाँलाई चाहिँ कारागार चलान गर्नुभएको छ त्यो अहिले उहाँले पनि एउटा डिमान्ड के गर्नुभएको छ भन्दाखेरि माग के गर्नुभएको छ भने बरु उहाँ चाहिँ सहकारीमा आबद्ध छैन छानबिन समिति नै बनाओस् भन्ने एउटा चाहिँ सन्देश पनि पठाउनु भएको छ अर्को कुरा चाहिँ उहाँलाई चाहिँ जुन एउटा सङ्गठित अपराधको करार गरेर उहाँलाई चाहिँ आरोप लागेको छ त्यो पनि उहाँलाई चाहिँ भन्दा पनि अहिले बरु हाम्रो सभापतिज्यूलाई चाहिँ राज्य नै सङ्गठित अपराध गरिराख्नु भएको छ सङ्गठित रूपमा उहाँलाई चाहिँ भए नभएको आरोपहरूलाई चाहिँ राखेर उहाँलाई चाहिँ कारागार चलान गर्नुभएको छ राज्य चाहिँ बरु सङ्गठित अपराधमा लाएर हाम्रो सभापतिज्यूलाई चाहिँ सभापतिज्यूलाई चाहिँ कारागारमा पुर्याइराख्नु भएको छ जस्तै तपाईँहरूको स्थापना दिवस अस्ति भर्खरै होइन 7 गते उहाँ कारागारबाट रवि लामिछानेले पठाउनु भएको सन्देशको सेरोफेरोमा थियौँ हामी होइन त्यो सन्देशले गर्दाखेरि एउटा सामाजिक सञ्जालदेखि लिएर एउटा राजनीतिमा तहल्का चाहिँ मजियो होइन जस्तै उहाँले विभिन्न प्रस्तावहरू पनि राख्नु भएको छ होइन राज्यहरूसँग अहिले तपाईँले त्यही कुराहरू पनि गर्दै हुनुहुन्थ्यो कारागारबाट नै पार्टी चलाउने कारागारबाट नै परिचालित हुने होइन जस्तै नैतिकताको प्रश्न चाहिँ नेपाली कङ्ग्रेसलाई उठाउने अनि संसदीय दलबाट पनि निष्कासित नहुने पार्टी सभापति पनि कारागारमा हुँदा पनि यथावत रहने अनि तपाईँहरूमा चाहिँ नैतिकता चाहिँदैन यो प्रश्न नेपाली कङ्ग्रेसको है मेरो कस्तो हुन्छ भन्दाखेरि अब जस्तो यो विशुद्ध हाम्रो इन्टरनल कुरा भयो यो पार्टीको रासोपाको चाहिँ केन्द्रीय समिति र पार्टीको भित्री कुरा भयो जस्तो हाम्रो राजनीतिमा के भन्छ रासोपामा हामी आफै नेतृत्व चाहिँ उहाँलाई नै स्वीकारेको कारण चाहिँ हामी उहाँको विचारबाट चाहिँ हामी प्रशिक्षित भएर हामी यो अहिले रासोपा गठन भएको अवस्था छ र अहिले धमाधम विचारहरू परिभाषित हुँदै गइराखेको छ अहिलेको अवस्थामा हामीले जुन रवि लामिछानेज्यूलाई चाहिँ हामीले चाहिँ स्वीकार्नुको अर्थ चाहिँ उहाँकै जगमा हाम्रो यो रासोपा अगाडि बढिरहेको कारणले गर्दाखेरि यो हामीले चाहिँ विशुद्ध आन्तरिक यो कोलाई चाहिँ नेतृत्व मान्ने नमान्ने भन्ने कुरा छ र अहिले रह्यो हाम्रो चाहिँ यो जुन करारको कुरा छ करार उहाँलाई चाहिँ आरोपको कुराहरू छ यो त राज्यले लागेको आरोप हो उहाँहरूको आरोप त यो चाहिँ गलत छ भनेर हामी पार्टी अगाडि बढिरहेका छौँ हाम्रो बुझाइ चाहिँ हाम्रो चाहिँ ठमाइ चाहिँ के छ उहाँको चाहिँ के पनि उहाँको चाहिँ कसुर छैन उहाँ चाहिँ विशुद्ध हामी चाहिँ नेपाली जनताको लागि चाहिँ उहाँले आवाज उठाइराख्नु भएको छ र उहाँलाई चाहिँ प्रतिशोधको रूपमा चाहिँ हाम्रो चाहिँ अहिले कारागार चलान राज्यले चाहिँ यो सङ्गठित अपराध गरेरै उहाँलाई चाहिँ कारागार चलान गरेको भनेको हाम्रो पार्टीको बुझाइ कारणले गर्दाखेरि उहाँ विशुद्ध त्यस्तो केही आरोपित होइन आरोपित भन्दा नि त्यो कसुरदार होइन त्यो हिसाबमा चाहिँ हामीले चाहिँ उहाँलाई नै चाहिँ सभापति चाहिँ हामीले चाहिँ मानेर हामीले चाहिँ अगाडि बढिरहेको कारण चाहिँ त्यही मैले अर्को प्रसङ्गलाई जोड्न चाहेँ होइन पूर्व महामन्त्री तपाईँहरूको चाहिँ पार्टीको मुकुल ढकाल डाक्टर मुकुल ढकालको अहिले फेरि नयाँ एउटा काण्ड आयो होइन त्यो काण्ड आइसके पछाडि मुकुल ढकालले चाहिँ मैले भर्खरै हेरेको थिएँ सामाजिक सञ्जालमा यदि रासपाले मलाई फेरि महामन्त्री बनाएन भने अब अदालत जान्छु भन्नुभएको छ अब के गर्ने तपाईँहरू उहाँको कुरामा केही तुक छैन हेर्नुहोस् है उहाँलाई चाहिँ एउटा हाम्रो रासोपाको केन्द्रीय अनुशासन विभागले कारबाही गरेर उहाँलाई चाहिँ रेस्टिकेट गरिसकेको अवस्था छ र यो रेस्टिकेट गरेको अवस्थामा उहाँले यो अहिले यसरी बोलिराख्नु उहाँको पनि एउटा चाहिँ आत्मग्लानी या चाहिँ रासोपाप्रति मोह के भनौँ यो रासोपालाई चाहिँ उहाँले चाहिँ हुन त भले उहाँले चाहिँ स्थापना कालमा संस्थापक हुनुहुन्छ तर उहाँले चाहिँ जुन एउटा चाहिँ रासोपालाई चाहिँ घाँटी रेट्ने या चाहिँ यसलाई चाहिँ निमोठेर निमिट्यानमा पार्ने जुन सोचले उहाँ अगाडि बढिराख्नु भएको छ त्यही अनुरूपको यो अहिले उहाँको यो अहिलेको यो उहाँको चाहिँ भाषा अहिले जुन आइरहेछ उहाँको भनाइहरू आइरहेछ त्यो पनि त्यसैको अंश हो र अर्को कुरा भनेको उहाँलाई चाहिँ हाम्रो पार्टीका विपक्षी पार्टीहरूले उहाँलाई चाहिँ अलिकति उस्काएर यो कुराहरू आइराखेको मलाई चाहिँ व्यक्तिगत रूपमा मलाई लाग्छ रासपाले महामन्त्रीमा पुनर्नियुक्त गर्दै गर्दैन त कहाँ गर्छ गर्दैन त्यो त
ठिक छ उहाँको चाहिँ भनेपछि मुकुल ढकालको पक्षमा अझै पनि तपाईहरुको पार्टीभित्र हुनुहुन्छ केही व्यक्तिहरू अब त्यो भनेको इन्टरनल कुरा हो उहाँको विचार प्रदेशबाट जिल्लाबाट त पत्रै आएको हो नि त तपाईहरुलाई होइन आए पनि यस्तो छ पछि गएर चाहिँ उहाँहरूले चाहिँ यो मैले गलत गरेँ भनेर त स्वीकार्नु भयो नि उहाँ जुन पत्र पठाउनु व्यक्ति हुनुहुन्छ उहाँहरूले त मैले गलत गरेँ भनेर स्वीकार्नु भएको छ तर केही व्यक्ति त अझै पनि पार्टीभित्र हुनुहुन्छ मुकुल ढकाललाई अझै भित्र्याउन तयार हुनुहुन्छ नि केही व्यक्तित्वहरू हुनुहुन्न र होइन यस्तो छ संगठन त्यसमा त तपाईहरु विवादित हुनुहुन्छ है यो कुरा चाहिँ नडाँटी भन्नुस् होइन संगठन भनेको एकदम मास भोल्युममा हुने कुरा हो हैन त्यो भनेको अझ रासोपा भनेको एकदमै ग्रोथ भइराखेको यो यस्तो टाइममा तपाईको पक्षमा मेरो पक्षमा उहाँको पक्षमा भनेर सबैको पक्षमा आफ्नो विचार एउटा चाहिँ विचार मिलेपछि एउटा चाहिँ आस्था बढ्दै जाने कुरा हो तर उहाँको पहिला अब संस्थापक हुनुहुन्छ रासोपाको चाहिँ अब संस्थापक हुनुहुन्छ उहाँको पनि आफ्नो मान्छे भनेर अलिकति उहाँको विचारसँग मिल्ने साथीहरू त भइहाल्छ तर त्यो भन्दा पनि अधिकांश अब 90% 95% मान्छेहरू साथीहरू अहिले उहाँले गरेका कुकर्म भनौँ न मेरो विचारमा त कुकर्म नै उहाँले गरेको जस्तो लाग्छ आफूले त्यस्तो व्यक्तिलाई चाहिँ पहिला उहाँसँग उहाँको पक्षमा भएका साथीहरू पनि सम्भवतः अहिले कोही पनि उहाँलाई चाहिँ सपोर्ट गर्दैन अब त्यो पनि अब विपक्षी पार्टीले त्यसलाई प्रतिशोध सार्ने हिसाबमा कसैले उस्काएर एक दुईजना हुन्छ भने त्यो खासै त्यसले काउन्ट गर्दैन पार्टी अगाडि बढ्छ अहिले चाहिँ तपाईहरुले हैन मुकुल ढकालको विषय पनि अब बाहिर आइरहँदाखेरि अब थपमाथि थप अब पार्टी सभापति नै कारागारमा बहिरहेको बेला अनि यता फेरि सदनमा पनि त्यही अनुसारले चाहिँ काम भइरहेको बेला फेरि यता मुकुल ढकालको कुरा काण्ड चाहिँ बाहिर आयो फेरि अझै तपाईहरुले भन्दै हुनुहुन्थ्यो कि राजसभाका केही शीर्ष नेताहरूले हैन बोलिरहनु भएको मैले हेरेको थिएँ उहाँहरूले भन्नुभएको छ कि यो चाहिँ सबै यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीको खेल हो राजसभा सक्ने खेल हो मुकुल ढकाललाई चाहिँ उहाँहरूले परिचालित गर्दै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो साँच्चै हो त त्यही नै हो अहिले जुन विपक्षी पार्टी मैले भनिहालेँ हरेक कुरा किन राजसभामाथि जति पनि बाधा अडचनहरू आइपर्छ त्यो बाधा अडचन त आन्तरिक तपाईहरुको आन्तरिक केही कमजोरी केही कुरा पनि होला नि त हरेक पक्ष लगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोड्ने तपाईहरु सबै दोषी किन अरूलाई बनाउनुहुन्छ होइन यस्तो छ राजसभा भन्दा अगाडि जुन जति पनि राज्य सञ्चालनमा आएका पार्टीहरू हुनुहुन्छ जस्तो कांग्रेस एमाले माओवादी इभन राप्रपा हैन उहाँहरु त एकदमै अनुभवी राज्य सञ्चालनमा कसरी के गर्ने टिकटम लाउन सक्ने हैन अनुभवी मान्छेहरू हुनुहुन्छ जस्तो अहिले जति पनि अहिले हामी राजसभा अगाडि आयौं भने उहाँहरुको चाहिँ अहिलेको चाहिँ कमाइ खाने बाडो एकदम म त त्यही भन्छु उहाँहरु अहिले वडादेखि नगरदेखि जिल्लादेखि सबै ठाउँमा उहाँले यति आफ्नो पेशा व्यवसाय नै बनाएर उहाँहरूले गरिराख्नु भएको छ भ्रष्टाचार गरिराख्नु भएको छ त्यो कुरालाई चाहिँ उहाँहरुको चाहिँ आफ्नो पेट पाल्ने चाहिँ यो सघाउन लायो भनेर यो अहिले डरले नै अहिले जति पनि कुराहरू आउँछ त्यो यसलाई चाहिँ यो राजसभालाई चाहिँ उठाउन दिनु हुँदैन भन्ने बडनेटका साथ अहिले जति पनि कुराहरू आइरहेछ त्यो सबै त्यही नै हो तर यो कसैले रोक्न सकिँदैन 84 मा आम जनताले हामीलाई चाहिँ पट्याइसकेको छ आम जनताले पट्याइसकेको अवस्थामा उहाँहरूले केही टिकटम लाएर पनि सक्नुहुन्न 84 सालमा हाम्रो बहुमत र 2/3 आउँछ हामीलाई विश्वास छ किन जनता जागिसकेको अवस्था छ तपाईहरु अब यति विश्वासका साथ हैन अझै बहुमतको सपना देखिरहनु भएको छ हैन जनता जागिसक्यो अब हामीलाई चाहिँ दिनदिनै हाम्रो चाहिँ पार्टी बलियो हुँदैछ भनेर एउटा चाहिँ तपाईहरुले आन्तरिक शक्ति भनौं न त्यो बटुलिरहनु भएको छ हैन अनि तपाईहरु चाहिँ एउटा गनाउने नेतृत्वमा बस्नु भएको व्यक्ति नेपाली कांग्रेसकी सांसद नागिना यादवको शब्द सापटी मागेर भनेको है मैले यो कुरालाई कसरी हेर्नु भएको छ यस्तो छ गनाउने व्यक्ति भनेर चाहिँ अब हामी आरोप प्रत्यारोपमा जानु भन्दा पनि हाम्रो बुझाइ अघि पनि मैले त्यो दोहोऱ्याए अघि पनि भनिसकेको छु जस्तो हाम्रो बुझाइमा हाम्रो सभापतिज्यू केही पनि निस्वार्थ उहाँले लाग्नु भएको छ धेरै अगाडिदेखि पत्रकारिताबाटै उहाँले चाहिँ सुरुवात गरेर अहिले राजनीतिमा उहाँले पत्रकारिता क्षेत्रैदेखिको चाहिँ प्रश्न उठाउनु भएको छ नि त नागिना यादवले पत्रकारिता क्षेत्रदेखिका लिएर चाहिँ अहिले राजनीतिमा आउँदासम्मका नागरिकतादेखि लिएर हरेक कुरामा काण्डै काण्ड चाहिँ एउटा सहकारी पीडितहरू कति सडकमा आए ती कुराहरूलाई चाहिँ नदेख्ने नेपाली कांग्रेसलाई एउटा पुरानो दल ठुलो एउटा जुन अहिले सत्तामा पनि छ त्यत्रो ठुलो दललाई नैतिकताको प्रश्न उठाउने आफूले ऐना हेर्नुपर्छ भनेर तपाईहरुलाई त्यत्रो थ्रेट दिनु
भएको छ होइन त्यो थ्रेडको टुक छैन जस्तो अहिले हाम्रो रवि लामिछानेज्यूले चाहिँ जुन हाम्रो सभापतिज्यूले चाहिँ पत्रकारिता बत्तैदेखि उहाँले चाहिँ जनताको सेवामा लागिराख्नु भएको थियो तपाईँले पनि अब तपाईँ पनि पत्रकारितामै भएको भएर तपाईँले पनि अझ मैले भन्दा बढी बुझ्नुहुन्छ होला उहाँले कसरी सेवा गर्नुभएको छ जनताको भनेर र अहिले भयो पहिलाको चाहिँ जुन उहाँको व्यक्तिगत कुरा जस्तो नागरिकताको कुरा पासपोर्टको कुराहरू यो भनेको उहाँ राजनीति आउनुभन्दा अगाडि केही कुराहरू उहाँले चाहिँ त्यो एकदमै जघन्य अपराध त होइन केही मानवीय त्रुटि त हो होइन त्यो त्रुटिलाई लिएर उहाँहरूले चाहिँ यस्तो देशै हाँक्ने हिसाबमा जुन देशै चलाउने भनेर जुन आउने नेतृत्वलाई चाहिँ एउटा सानोतिनो एउटा चाहिँ आरोप प्रत्यारोपमा चाहिँ यस्तो उस्तो भन्ने कुराको चाहिँ मलाई केही पनि त्यस्तो आरोप जस्तो लाग्दैन तर हुन त उहाँ राजनीति पछि उहाँले केही गल्तीहरू राजनीतिमा आइसकेपछि केही गल्ती गरेको भए चाहिँ बरु उहाँले चाहिँ राजनीतिक उसमा चाहिँ गर्यो भन्ने कुरा हो तर यो नागरिकता र यो जुन पासपोर्ट काण्डमा त्यो पनि सल्टिसकेको अवस्था छ त्यसलाई चाहिँ हामीले चाहिँ त्यो विषयमा केही भनिराख्नु पर्दैन जस्तो लाग्छ अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ होइन यति बेला कारागारमा हुनुहुन्छ रवि लामिछाने र न्याय पाउनुहुन्छ भन्ने तपाईँहरूले एउटा सपना पनि देखिरहनु भएको छैन भोलिका दिनमा रवि लामिछाने यी 5वटा ठाउँमा मुद्दा छ हैन यी काण्डहरूबाट निस्केर बाहिर राजनीतिमा आउने सम्भावना छ त छ एकदमै हामी निर्धक्क भनिरहेछौँ छ अहिले 5 ठाउँमा त मुद्दा छन् है होइन यस्तो छ एउटा सहकारीसँग सम्बन्धित कुराहरू हो उहाँ हाम्रो सभापतिज्यू आफैले पनि के भनिराख्नु भएको छ भन्दाखेरि म छानबिन यो सहकारीमा चाहिँ आबद्ध छुइनँ भनेर एकदमै स्पष्ट भनिराख्नु भएको छ उहाँको चाहिँ कति ठाउँमा चाहिँ कृत्य सिग्नेचर गरेर उहाँले चाहिँ गरिराख्नु भएको छ कतिले त अस्ति निवेदन दिएकै साथीहरू पनि यो अहिले मैले चाहिँ यो स्वर्णलक्ष्मी सहकारीको लागि दिएको हो व्यक्तिको लागि दिएको होइन भनेर आइराख्नु भएको छ भनेपछि यो सब जालजेल गरेर यसलाई चाहिँ कसरी हुन्छ त्यो कतिले त मेरो पैसा त्यति बचतै होइन मेरो डबल गरिदिएको छ भनेर यो मिडियामा त सबै आइसकेको छ नि एकदमै छट्ला छुल्ल गरेर हाम्रो चाहिँ नेतृत्व जुन सभापतिज्यूको चाहिँ क्लियर हुने गरिकन चाहिँ यो आबद्ध छैन सहकारीमा आबद्ध छैन भनेर आइरहेछ यो त सबै जालजेल गरेर राखेको मुद्दाहरू मात्रै हो त्यो हामी निर्धक्क के छौँ भन्दाखेरि उहाँ चाहिँ यो सबै मुद्दाबाट चाहिँ सफाई पाएर उहाँ फेरि राजनीतिमा सक्रिय राजनीतिमा आउनुहुन्छ र यो रासोपा अहिलेको भन्दा अझ धेरै गुणा बलियो भएर आउँछ तपाईहरु एउटा प्रतिपक्षी भएको हिसाबले गर्दाखेरि चाहिँ अन्त्यमा सत्ता पक्षलाई के सुझाव दिन चाहनुहुन्छ एकदम छोटो रूपमा अब यस्तो छ देश विकास नेपाल विकास देश विकास राज्य विकास यो देश विकास गर्ने भनेको राज्य साथसाथै सर्वदलीय सबै सम्पूर्ण जनता जाग्नुपर्छ लाग्नुपर्छ निस्वार्थ लाग्नुपर्छ अब यो अहिले भइराखेका पार्टीका चाहिँ शीर्ष नेतादेखि लिएर साथीहरू कार्यकर्ता सबै निस्वार्थ रूपमा अहिले जसरी भइरहेको भ्रष्टाचारलाई चाहिँ निर्मूल पारेर भ्रष्टाचार नहुने गरिकन निस्वार्थ रूपमा चाहिँ देश विकासमा लाग्ने हो भने मलाई लाग्छ 4 देखि 5 वर्षमा देश चाहिँ कायापलट हुन्छ त्यस्तै चाहिँ अब स्रोत साधन पनि नेपालमा अपार छ हेर्नुस् है स्रोत साधन पनि अपार छ त्यसलाई चाहिँ केही निस्वार्थ रूपमा हामीले त्यसलाई लगाउने हो भने चाहिँ यो नेपालको चाहिँ पर इन्कम क्यापेसिटी पनि एकदमै तुरुन्तै बढाउन सक्ने अवस्था म देख्छु म धेरै अगाडिदेखि अब व्यापार लाइनमा पनि यो चेम्बरमा पनि लागेको भएर चेम्बरको उसमा कारणले गर्दाखेरि नेपाललाई एउटा चाहिँ विकास निर्माणमा कायापलट गर्न यदि निस्वार्थ लाग्ने हो भने 4-5 वर्षमा भइहाल्छ है मलाई चाहिँ एकदम त्यस्तो दृढ विश्वास छ र अर्को कुरा भनेको अहिले भएको राज्य अहिले जुन सत्ता पक्ष यो जुन पार्टीहरू हुनुहुन्छ उहाँहरू पनि यो देश विकास गर्नमा चाहिँ प्लिज निस्वार्थ भएर लाग्नु होला एकदम यो देशमा अहिले जति पनि मान्छेहरू बाहिर गइरहेछ हेर्नुस् त यो देश विकराल अवस्था आउने भइसकेको छ अब तपाईहरु पनि जाग्नुपर्ने अवस्था छ तपाईहरुले एकदमै निस्वार्थ भएर लाग्नुस् प्लिज हजुर हस् तपाईहरु पनि निस्वार्थ रूपले लाग्नु होला जनतामुखी भएर काम गर्नु होला हाम्रो तर्फबाट शुभकामना छ हस् तपाईलाई पनि धेरै धेरै धन्यवाद यो दृष्टिकोण टिम लगायत हाम्रो यो नारी टेलिभिजनलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँसम्म बोलाएर मेरो केही विचार केही कुराहरू मलाई लागेका कुराहरू बोल्ने मौका दिनुभयो विशेष धन्यवाद म नुच्छे मानेन्द्र है हस् त कार्यक्रम दृष्टिकोणको निर्धारित समय आजलाई यही सकिएको छ कार्यक्रम हेरेर कस्तो लाग्छ आफ्नो प्रतिक्रिया भने लेख्न नभुल्नु होला अहिलेलाई भने बिदा हुन्छौं नमस्कार